यो 2072 वैशाख 12 भत्किएको धरहरा हो, जुन अहिले यस्तो नयाँ बनेको धरहराको 20औं तलादेखि देखिने दृश्य यस्तो छ। नमस्ते, म दिपेश। स्वागत छ यहाँलाई एउटा अर्को नयाँ भिडियोमा। धरहराबाट प्रवेश गर्दा लगत्तै देखिने दृश्य हो, जुन एकदमै आकर्षक र कलात्मक छ र बिचमा हिँड्ने बाटो छ र छेउछेउमा बस्नलाई पिँढी जस्तो पत्थर राखेर बनाइएको छ, जुन एकदमै सुन्दर छ। प्रवेशद्वारको दुवै साइड दायाँ र बायाँपट्टिबाट बनाइएको यस किसिमको संरचना एकदमै आकर्षक बनाएको छ र बिचमा वाटर फाउन्टेन छ, जुन अहिले बन्द अवस्थामा छ। एकदम सजाइएको छ। संरचनाको छेउमा यस किसिमको आराम गर्नलाई, बस्नलाई राम्रै व्यवस्था गरिएको छ। त्यसपछि धरहराको मुख्य स्थल जानलाई अर्को गेट पार गर्नुपर्छ, जुन एकदमै आकर्षक बनाइएको छ। थोरै मात्रै अघि भर्याङ चढेर अगाडि बढ्दा धरहराको बेसमेन्टमा जाने बाटो, जुन चाहिँ सिसाले बारेको छ र सोली आकारमा चाहिँ सिसाले नै घेरेको छ। यसरी धरहराको बारदलीमा हेर्दा बारदली पुरैलाई सिसाले बारेर सजिलो र सुरक्षित बनाएको छ। र यता छ पुरानो भत्किएको 2072 सालको भूकम्पमा भत्किएको धरहरा। 2072 वैशाख 12 गतेको भूकम्पमा भत्किएको यो धरहरा, पुरानो धरहरा जुन अवस्थामा भत्किएको हो त्यही अवस्थामा यसलाई सुरक्षित तवरले राखिएको छ। अवलोकनको दृष्टिले यो महत्त्वपूर्ण छ। धरहराको वरिपरि परिसरमा हेर्दा अझै पनि निर्माणको कार्य जारी नै छ। अहिले पनि निर्माण सामग्रीहरू वरिपरि देख्न सकिन्छ। धरहराको परिसरमा यसरी दुबो फुलहरू रोपेर र बत्तीहरूको राम्रै व्यवस्था गरेर धरहरालाई अझ सुन्दर बनाएको छ। अनि यो हो धरहराभित्रै रहेको
शौचालयमा शुल्क नलागे पनि भित्रको अवस्था पनि एकदमै नाजुक थियो। धरहराको छेउमा रहेको यो सुन्धरालाई नयाँ तरिकाले निर्माण नगरे पनि यो पुरानै अवस्थामा अति नै सुन्दर देखिएको थियो। जुन पुरानो तर सफा अवस्थामा छ अहिले। तर धारामा भने पानी थिएन। अब लागौँ धरहरा माथि। धरहरा 2078 साल वैशाख 11 गते केपी ओलीद्वारा उद्घाटन भएको हो। धरहराभित्र एक साइडमा भर्याङ र अर्को साइडमा लिफ्ट छ। एक राउन्ड लिफ्ट हो। यो हामी 18औं फ्लोरमा आइसकेका छौँ। भर्याङ चाहिँ यस्तो छ। तल चाहिँ यस्तो फलामको छ। प्रपर सिटी चाहिँ छैन है। लगभग रेलिङ चाहिँ ठिकै लाग्यो मलाई, कारण बिचमा भएको त्यो पाल चाहिँ अलिकति संवेदनशील लाग्यो, किनभने त्यहाँबाट मान्छे सिधै छिरेर फाल्न सक्ने। जुन पाल भनेको यो हो, जुन बाहिरबाट प्रष्ट देखिन सकिन्छ। यहाँ चाहिँ सेफ्टीको कुनै पनि उपाय अपनाएको छैन। सिधै बाहिर मान्छे नै छिर्न सक्ने किसिमको पाल छ। यो त्यति ठुलो पाल छ, छिरेर बाहिर कुद्न सक्ने अवस्था छ। सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील छ। लाइन त बस एकछिन। चक्कर लाग्यो पहिला लाग्यो। हाम्रो त कति ठुलो बजुलो है वहाँ 15-20 जना एकैचोटि कुर्सिन्छ। दुई तला बेसमेन्ट गरी धरहरा जम्मा 25 तलाको भए पनि 20 तलाको बार्दलीबाट काठमाडौँको दृश्यावलोकन गर्न सकिन्छ। अहिले हामी धरहराको 20औं तलामा आइपुग्यौँ। यहीँबाट काठमाडौँको दृश्यहरू मजाले हेर्न सकिन्छ। काठमाडौँ हल्ले क्या तर हल्ले जस्तो लागिरहेको छ मलाई
स्काई वॉक टावर यो रहेछ हाम्रो छ काठमाडौँ भ्यू के अरे यो भ्यू टावर नै हो कता हो दरबार कता हो नारायण होइन